अमेरिका र इरान बीच युद्ध रोकिएकै दिन बालेनको बोल्ड कदम, बोलाए अमेरिका सहित 20 देशलाई एकसाथ सिंहदरबार, लेखे कूटनीतिको नयाँ परिभाषा, भत्काए चाकडी प्रथा, बढाए प्रधानमन्त्री पदको गरिमा ह्वात्तै, गरे सिधा कुरा, देशभक्त नेपालीको शिर बनाए उचो, विश्वलाई पठाए पावरफुल सन्देश। एकातिर अमेरिका र इरान बीचको युद्ध रोकिएर सिङ्गो विश्वले भर्खरै शान्तिको सास फेरेको छ भने ठीक त्यही दिन यता नेपालको सिंहदरबारबाट संसारका 20 शक्तिशाली देशका राजदूतहरू एउटै कोठाबाट एकसाथ बाहिर निस्किएका छन्। बालुवाटारका बन्द कोठामा हुने विदेशी चलखेल र कानै खुसीको युग आजबाट विधिवत रूपमा अन्त्य भएको छ। एउटा सामान्य युवाले प्रधानमन्त्रीको कुर्सीमा बसेर आज कूटनीतिको यस्तो नयाँ लक्ष्मण रेखा कोरेका छन् जसले सिङ्गो देशको शिर उचो बनाएको छ। लोकतन्त्र पछिको इतिहासमै पहिलो पटक कुनै प्रधानमन्त्रीले बालुवाटारको बन्द कोठामा विदेशी दूतहरूसँग लुकेर कानै खुसी गर्न ठाडै अस्वीकार गरिदिएका छन्। आज बालेन शाहले संसारका 20 देशका राजदूतहरूलाई एकै पटक सिंहदरबारको एउटै कोठामा बोलाएर कूटनीतिको यस्तो नयाँ परिभाषा लेखिदिए। आखिर सिंहदरबार भित्र आज के भयो त? तथ्यमा कुरा गरौँ। प्रधानमन्त्री बालेन शाहले बुधबार मध्याह्न परराष्ट्र मन्त्री सहित नेपाल स्थित 20 शक्तिशाली देशका राजदूतहरूसँग सामूहिक भेटवार्ता गरेका छन्। परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूका अनुसार बैठकमा भारत, चीन, अमेरिकादेखि बेलायतसम्मका प्रतिनिधिहरू एकै पटक उपस्थित थिए। प्रधानमन्त्रीले प्रष्ट शब्दमा सरकारको प्राथमिकता र नेपालको अडान विश्व समुदायलाई सामूहिक रूपमा सुनाएका छन्। विगतको परम्परा कस्तो थियो भने प्रधानमन्त्री नियुक्त हुनासाथ राजदूतहरू बधाई दिने बहानामा बालुवाटार धाउँथे, बन्द कोठामा गोप्य निमन्त्रणा हुन्थ्यो र देशको आन्तरिक राजनीतिमा बाह्य चलखेल सुरु हुन्थ्यो। तर बालेनले प्रष्ट सन्देश दिए, अब 1 to 1 भेटवार्ता हुँदैन, देशको एजेन्डा सामूहिक रूपमा र पारदर्शी ढङ्गले सिंहदरबारको उज्यालोमा मात्र राखिनेछ। बालेनले विदेशी दूतहरूलाई सिंहदरबारमा जसरी लाइन लगाए, आज त्यसमा राजावादी राजनीतिज्ञ रविन्द्र मिश्रले पनि दरिलो मोहर लगाउँदै भनेका छन्, 7 वर्ष अघि हामीले कोरेको कूटनीतिक लक्ष्मण रेखालाई आज बल्ल बालेनले सिंहदरबारको नियम बनाइदिए। यो दृश्य किन साँच्चै महत्त्वपूर्ण छ? किनभने यसले हाम्रो सार्वभौम सत्ता र शक्तिको अभ्यासलाई नयाँ उचाइ दिएको छ। हिजोसम्म विदेशी दूतहरू हाम्रा नेताको घर घर पुग्थे, मन्त्री को बनाउने र सरकार कसरी चलाउने भनेर अघोषित निर्देशन दिन्थे। नेताहरू विदेशीको आशीर्वाद पाउन उनीहरूकै दूतावासमा लाइन लाग्थे। तर आज तीनै शक्ति राष्ट्रका प्रतिनिधिहरूलाई राज्यले तोकेको समय र स्थानमा राखेर नेपालले आफ्नो शर्त सुनाएको छ। यो केवल कूटनीतिक मर्यादाको पालना होइन, यो प्रधानमन्त्री पदको गरिमा ह्वात्तै बढाउने र विश्वलाई एउटा बलियो सन्देश दिने ऐतिहासिक कदम हो। अब यहाँनिर एउटा गम्भीर विरोधाभास हेरौँ। एकातिर नयाँ सरकारले विदेशी शक्तिलाई सिंहदरबारमा एउटै मञ्चमा राखेर कूटनीतिको नयाँ मानक खडा गरेको छ। तर अर्कोतिर भर्खरै चुनाव हारेका पुराना दलका नेताहरू भने आफ्नो हारको सम्पूर्ण दोष भू राजनीति र विदेशी चलखेललाई दिँदै रोइरो गरिरहेका छन्। हिजो सत्तामा हुँदा यिनै नेताहरूले बालुवाटारलाई विदेशीहरूको क्रीडास्थल बनाए र आज जनताले जनमतबाट अस्वीकार गर्दा विदेशी षड्यन्त्रको खोक्रो भाष्य निर्माण गर्दैछन्। जनताले विदेशी होइन, उनीहरूको असक्षमतालाई हराएका हुन् भन्ने सत्य उनीहरू अझै स्वीकार्न तयार छैनन्। तर यहाँ नभनिएको र लुकाइएको कुरा अझै डरलाग्दो छ। बालेनले बालुवाटारको ढोका त बन्द गरे, राजदूतलाई सामूहिक रूपमा मर्यादा पनि सिकाए। तर के नेपालको प्रशासन, न्यायालय र सुरक्षा निकायभित्र वर्षौंदेखि जरा गाडेर बसेको विदेशी प्रभाव यति एउटा बैठकले अन्त्य हुन्छ त? बाहिर देखिने राजदूतलाई त एउटै कोठामा राखियो, तर अदृश्य रूपमा सेटिङ मिलाउने विदेशी गुप्तचर, आइएनजिओ र माइक्रो म्यानेजमेन्ट गर्ने अदृश्य शक्तिहरूको जालो तोड्न अझै बाँकी नै छ। बालुवाटारमा कसैसँग भेटघाट नगरी दैनिक बिहान 8:30 बजे सिंहदरबार पुग्ने प्रधानमन्त्रीले मन्त्रीहरूलाई हरेक सेकेन्डको हिसाब माग्न थालेका छन्। कूटनीतिदेखि गृह प्रशासनसम्म देखिएको यो निर्मम एक्सन र अनुशासनले पुराना सत्ताधारीहरूको निन्द्रा पूर्ण रूपमा हराम गरेको छ भने नेपाल पनि बलियो बन्दैछ भन्ने सशक्त सन्देश दुनियाँमा गइरहेको छ। हामी एउटा यस्तो युगमा प्रवेश गरेका छौँ जहाँ राज्यले पहिलो पटक हामी सार्वभौम हौं भनेर खोक्रो
भाषणबाट होइन सिंहदरबारको एक्सनबाटै प्रमाणित गर्दैछ। विश्वभर युद्ध र अशान्तिको त्रास फैलिरहँदा विदेशीसँग आँखा जुदाएर कुरा गर्नु र आफ्नो शर्त राख्नु लोकतन्त्रको असली र परिपक्व अभ्यास हो। तर एउटा सत्य के हो भने यो हिम्मत र यो उचाइलाई टिकाउन एउटा बालेन मात्रै काफी छैनन्। यसका लागि सिङ्गो राज्य संयन्त्र सिस्टम त्यतिकै इमानदार र पारदर्शी हुनुपर्छ। बालुवाटारको बन्द कोठाबाट निकालिएको कूटनीति आज सिंहदरबारको उज्यालोमा त आइपुग्यो, तर अब हेर्नु छ विदेशी शक्तिहरूले यो नयाँ बालेन डक्ट्रिनलाई कति सजिलै स्वीकार गर्छन् र हाम्रै देशका पुराना खेलाडीहरूले यसलाई भत्काउन अब कुन नयाँ बाटो रोज्दैछन्।